कविता हृदयको गहिराइबाट जन्मिन्छ, कविता आँसु र रुदनसँगै जन्मिन्छ। जब करुणाको जित हुन्छ तब एउटा कविताको सिर्जना हुन्छ। यो नेपाल मेरो घरमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिसहरूका कल्चर मात्रै नभएर यहाँ फुलेका वृक्ष र वनस्पतिलाई पनि उहाँले समेट्नु भएको छ। सेतो बादल सुलभै मखिरमा छाया परेको तल सीता गौतमले अभ्यास मुनिले माया गरेको स्थल पानी झर्छ जहाँ पहाडहरूमा छागो बनी छर बेसी गाउँ चिसो बतास बहने नेपाल मेरो घर। आज यो कार्यक्रम यसले एउटा किताबको रूप धारण गरेको छ र यो यथार्थमा अघि सरले भन्नुभयो यसको सुरुवात म बाहिर बस्दाखेरि नै भएको हो र मैले किताबको सुरुवातमा लेखेको पनि छु र यो आफ्नोपना आफूबाट टाढा हुँदाखेरि जुन महसुस हुँदो रहेछ त्यसैलाई मैले भावमा र छन्दमा उकेल्ने प्रयास गरेँ र कतिपय त्यहाँ सुरु भए यहाँ आएर पुरा भएका छन् र यो कार्यक्रमलाई औपचारिकता दिनको लागि पुस्तकलाई विमोचन गर्ने कार्यक्रम राखेर यसलाई औपचारिक रूप दिनको लागि आज यति तपाईँहरू यहाँ सबै उपस्थित हुनुभएको छ। त्यसको लागि मेरो आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। सम्पूर्ण कलाकार मित्रहरू, विशिष्ट व्यक्तित्वहरू, साहित्यिक व्यक्तित्वहरू, पत्रकारहरू सबै प्रति म ऋणी छु र अब यो किताबले के भन्न खोजेको छ भन्ने विषयमा हाम्रो यसको समालोचक ज्ञाननिष्ठ गेवालीजी यहाँ आउनुहुनेछ, उहाँले पनि केही कुरा भन्नुहुनेछ। तर पनि मैले जहाँसम्म अति इमान्दार भनेर मेरो भावना साँच्चै भन्ने हो भने मैले किताब लेख्दामा धेरैपल्ट रोएको पनि छु। मेरो आँखाबाट यथार्थमा आँसु बगेको छ। त्यसकारणले यसरी नै बिल्कुल चलेको सल्लाका वन छन् र झाडीहरू छन्, खोला कति छन् कति सेती विष्णुमती तिना कमला राखती अनि बागमती मैलो लिप्छ पखाल छ पूर्वतिरको कोशी बनी सागर पार्को स्वच्छ धरान भोजपुर हो नेपाल मेरो घर। मैले पनि यो कृति पढ्दै गएँ। सुरुदेखि अन्तिमसम्म पढ्दाखेरि मैले नेपाल सबै पाएँ। कस्तो नेपाल पाएँ भन्दाखेरि एकदम सग्लो राम्रो त्यस्तो किसिमको नेपाल
र समावेशी नेपाल, यस्तो हुनुपर्छ नेपाल, यस्तो भएको छ नेपाल भन्नेदेखि लिएर सबै उहाँका भावनाहरू यहाँ यस्तै बगेका छन्। कतै काली गण्डकी बगेको छ, कतै कोशी बगेको छ, कतै मेची बगेको छ, कतै महाकाली बगेको छ। सबैतिरका सबै दुःखहरू, कष्टहरू, पीडाहरू त्यहाँ जात आएका छन्, भाषा आएका छन्, सबै कुराहरू यहाँ आएका छन् र यो समग्र नेपालको चित्र उहाँले उतार्नु भएको छ। खोल्छन् पूर्व दिशा रवि किरणले कालो अँध्यारो चिरी नाच्छन् रातभरि प्रकाश मधुरो फैलाउँदै झुन्किरी हाम्रो देश सजाउने बनबुटी चौरी हिमाली चरा ताजा अन्न बजार गौरतिर हो नेपाल मेरो घर। मैले विष्णुमणिलाई शुभकामना दिन यहाँ आएको हो। बच्चैदेखि शुभकामना दिने गरेको पनि हो र बच्चैदेखिको त्यो पुष्टुन पल्लाले पार्थमणि दाइको छोरो विष्णुमणि भीष्म, त्यो मणि भन्ने पनि त्यति बेला थियो, भीष्म विद्यालयमा आउँदाखेरि थोरै समय गुरु पनि बन्न पाइयो। विष्णुमणिले पढेको नेपाली पढेको गुरु र हामीले पढेको, मैले पढेको, म त्यही विद्यालयको पहिलो ब्याचको विद्यार्थी भएका नाताले हामीले पढेको पनि दिननारायण गुरुसँगैबाट हो। भीष्म पढेपछि शिक्षामा कहिले विद्यालय खोल्ने, कहिले के गर्ने, शिक्षाकै काममा लागिरहेको र जहाँ पुग्दा पनि बोलाउने, एकपटक त्यहाँ पुग्ने, हेर्न आइले भन्ने देखाउने गरेको मेरो नाताले छोरो, विद्यालय गइसके विद्यार्थी र यो अहिले जब यो साहित्यिकतिर आएर यो भावना व्यक्त गर्न थालेपछि मेरो साथी। हाम्रा उत्तरका हिमाल बहँदै पग्लेर पानी बनी ढुङ्गा बालु मिसाउँछन् बगरमा धरती सिगार्छु भनी मर्स्याङ्दी तनहुँ र लमजुङ हुँदै चेपे गरौँदी पर काली छाल बनी घुमेर बहने नेपाल मेरो घर। अश्वत्थामा बलिर व्यास हनुमानो विभीषण कृपाचार्य परशुराम मार्कण्डेय नमो नमः। मेरा परम मित्र विष्णुमणि पाण्डेलाई आज जन्मदिनको शुभकामना अष्टतिर प्रचार गर्छु। यस कार्यक्रमका विमोचन कार्यक्रमका त्यसपछि अध्यक्ष कुमारी पाण्डेज्यू, आजका प्रमुख अतिथिज्यू, मञ्चमा आसीन सम्पूर्ण विशिष्ट अतिथिहरू र यहाँ सहभागी सम्पूर्ण विशिष्ट सहभागीज्यूहरू। अब 2 सप्ताह राख्ने भनेर उहाँले भन्नुभयो, के भन्ने मलाई पनि साहित्य क्षेत्र मेरो अलिक कमजोरीको क्षेत्र हो। स्कुल पढ्दाखेरि हामीले पनि यो कथा निबन्ध लेख्ने भनेर लेख्ने, म पनि प्रतिस्पर्धा गर्न बसेँ। अनि भीष्मजी पनि बस्नुभयो, मेरो पनि एउटा गरिबको दुखियाको वर्णनसँग सम्बन्धित एउटा कथा लेखेको थिएँ। तर भीष्मले लेखेको त्यो फाटेको टोपी भन्ने चाहिँ थियो उहाँको निबन्ध। त्यो निबन्ध पढेपछि त सुनेपछि म आह्लादित भएँ। त्यो बेलामै उहाँले 8 कक्षामै अभूतपूर्व रूपमा उहाँले हामी सबैलाई चकित पार्नु भएको थियो। त्यसैले साहित्य उहाँको अत्यन्त कमान्ड भएको क्षेत्र हो। अब यसमा यो अब उहाँले पहिला बाबा महिमाको बारे चाहिँ असाध्यै मन छुने गरेर लेख्नुभयो। बाबा र आमाको बारेमा धेरै कुरा भनिएकै छ। मातृदेवो भव र पितृदेवो भनिएकै छ। यो पटक उहाँले जननी जन्मभूमिस्थ स्वर्गादपि गरिएसीलाई फोकस गरेर यो नेपाल मेरो घर भनेर उहाँले किताब लेख्नु भएको छ। हाम्रा कविज्यूले भीष्ममणिज्यूले यहाँ चाहिँ 2टा श्लोकको उहाँको यसमा चाहिँ मैले चर्चा गर्छु। अब अहिलेको अवस्था है, मेरो गाउँ अनि त्यसपछि अहिले 5 घरको हामी गाउँ थियो। म केटाकेटीमा हुर्किएको सबै गरेको। अहिले त्यो मेरो गाउँ
पुरै उजाडिएको छ, घरहरू सबै भागिएका छन् र म मेरो गाउँमा जाँदा चितुवा बस्छ भनेको हुनाले म एक्लै आफ्नो घर हेर्न जान सकिनँ। मेरो आफ्नै घरको कथा तपाईँ यो कथासँगै अब यहाँ कविज्यूले के भनेर लेख्नुहुन्छ भने गैरी खेत उजाडियो बगर भयो, बारी बन्यो जङ्गल, खाडीमा सकियो बनेर पसिना हाम्रा युवाको बल, भत्किएका घर छन् पिँढी र मैरो, धाजा परेका गरा, रित्तो आँगनमा दरी र चकटी, आफ्ना गुहा छन् बरा। अब यो त अलग गागा त फर्केर आउँछ। विकसित देशमा गएका हाम्रा युवाहरू त क्रमैसित गएर त्यही त्यो पिआर आयो, ग्रिन कार्ड आयो भनेर भन्छन्। त्यसपछि हामी बुढा भएपछि हामी मर्दै जान्छौँ र हाम्रो यहाँ नेपालमा भएको सबै सम्पत्ति पनि यहाँ बिक्री हुन्छ र हुन्डीको माध्यमबाट क्रमशः हाम्रो पुँजी पलायन हुन्छ र हाम्रो देश क्रमशः हैटी बन्दै गइरहेको छ। बग्दै खेत भिजाउँदै नदीका पाखा पखेरा डुली, गल्छी खोजभरि अपार ममता वर्षाउने त्रिशुली, चौबारीहरूमा समिति पल छन् ढल्किएका वर, सादा उच्च विचार जीवन दिने नेपाल मेरो घर। र पछिल्लो चरणमा आएर जुन साहित्यिक यात्रा सुरु भएको छ यो विषयमा वास्तवमा म अलि अपरिचित थिएँ र एकैचोटि बाबा महिमा खण्ड काव्य लेखेको छु र हाम्रो मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीजी प्रमुख अतिथि हुनुहुन्छ। उत्तर वाहिनी बालुगाउँमा जानुभयो भनेर विश्वमा मैले अनुभव गरेपछि मात्रै मलाई उनको साहित्यिक पक्षको बारेमा जानकारी भयो र विशेष गरेर विदेशमा रहेर पनि आफ्नो एउटा देशलाई सम्झेर एउटा अत्यन्तै नयाँ छुट्टै पाटोमा, किनभने आमाको विषयमा धेरै महिमाहरू, धेरै कविताहरू, धेरै खण्डकाव्यहरू, उपन्यासहरू, कथाहरू लेखिएका थिए। तर त्यति बेला बाबा महिमा भनेर ज्ञानेश्वर नेवारजीले भन्नुभएको उहाँहरू सबैको साहित्यिक टिम नै स्याङ्जाको मालुङाको उत्तर वाहिनी स्तरमा गएको थियो र म पनि सहभागी हुने मौका पाएको थिएँ र त्यो साहित्यिक पाटोको चिनारी त्यति बेला मात्र भयो जब उनको चाहिँ बाबा महिमा खण्डकाव्य प्रस्तुति भयो। र त्यसैले अब अहिले फेरि अब यो अभिभावक यात्रा भर्खरै प्रकाशित भएको छ कि नेपालमा प्यारेन्टिङ एजुकेसन छैन, अभिभावकहरूले आफ्नो बालबच्चाहरूलाई कसरी पढाउने, कसरी चाहिँ रेखदेख गर्ने, कसरी उनीहरूको स्कुलमा गरेको गतिविधिको बारेमा उनीहरूलाई उत्प्रेरित गर्ने भन्ने विषयमा असाध्यै बाल मनोविज्ञानमा आधारित अभिभावक यात्रा भर्खरै प्रकाशित भएको छ। मलाई मेरा शिष्य विश्वमणि पाण्डेबाट भूमिका लेख्ने पनि अवसर दिइहाल्यो र अहिले जुन नेपाल महिमा भनेर र सम्पूर्ण देशको समालोचकहरूले भनिसक्नुभयो, म धेरै लामो उसमा जान चाहन्छु र वास्तवमा हाम्रो परम्परा संस्कृतिलाई कसरी बचाउने, हाम्रो देशको मौलिकता, हाम्रो देशको विशिष्टता, हाम्रो देशको एउटा प्रकृतिको अनुभव स्वर्ग जुन छ त्यसलाई कवितामा, त्यो पनि छन्दोबद्ध रूपमा, किनभने हामीले चाहिँ यो छन्द ज्ञान भनेको कुरा धेरै ठुलो हो। अब हामीले त पहिले महाकवि देवकोटाको के हो, अब अमृत त्यो सुरदेव पान सच्चा कमाइ गरी खानु भनेर जान भनेर हामीले चाहिँ एउटा पढाएका थियौँ र त्यसै गरी चाहिँ हाम्रो डिलिजान गुरु, हामी सबैका गुरु हुनुहुन्छ मिर्गामा र उहाँले आएर छन्द ज्ञानको गर्नुभएको थियो, पढाउनु भएको थियो र पछिल्लो चरणमा आएर छन्दको महत्त्वको बारेमा तिरुपति बौद्धिक क्याम्पस पाल्पामा पढ्दाखेरि हाम्रो प्राध्यापक गोपीकृष्ण शर्मा गुरुको सुलोचना महाकाव्य लगायतका त्योहरू पढाउनु, माधव प्रसाद देवकोटाले उसुपति पढाउनुहुन्थ्यो। त्यो पढ्दाखेरि छन्दको कति महत्त्व रहेछ भन्ने कुरा चाहिँ त्यति बेला आएर बुझ्यो र अहिले पनि मलाई अनुभव छ र म चाहिँ मेरो पिताजी आफ्नो जीवन पर्यन्त श्रीमद् भागवतमा समर्पित भएको भएर हाम्रो पिताजीको नाममा चाहिँ काशीराज पाण्डे भागवत प्रतिष्ठान भनेर एउटा भागवतको व्याख्यान, भागवतको चाहिँ अभ्यास होस्, नयाँ पुस्तामा पनि त्यसको ज्ञान ट्रान्सफर गर्न सकियोस् भनेर हाम्रो एउटा संस्थाको स्थापना गरेर विभिन्न सामाजिक गतिविधिहरूमा हामी चाहिँ सरिक भएको छौँ र श्रीमद् भागवतको साधना मेरो 32 वर्षको लामो समयपछि श्रीमद् भागवत साधना गर्दाखेरि त्यो छन्दबद्ध ज्ञान भएपछि कुनै पनि श्लोकहरू त्रुटि हुँदैन। त्यो अनुश्लोक छन्द हो कि मन्दाक्रान्ता हो कि वसन्त दिलाको कि शिखरिणी हो कि त्यसमा त्यस्तो मिठास छ, त्यसमा त्यस्तो भाव आउँछ कि त्यसको अब छन्दको यति महत्त्व। त्यसैले छन्दमा यी सबै कुराहरू ढालेर अहिले पनि भन्ने कुरा हो, एउटा भावनामा नबलिकन एउटा त्यसमा एउटा जन्मजात रूपमा आफूले पाएको एउटा संस्कृत रूपको प्रतिभा त छँदैछ, त्योदेखि बाहेक पनि छन्दमा कविता रचना गर्ने भनेको अत्यन्तै कठिन कुरा हो।
र त्यो छन्दको महत्त्व बल्ल आएर हामीले बुझ्यौँ। र यो श्रीमद् भागवतको उसमा कयौँ श्लोकहरू त्यस्तो छ कि मान्छेले चाहिँ एउटा जीवनमा आफ्नो धर्म अर्थ काम हुन्छ सबै अरूको भलाइको लागि लागोस्। अनुष्टुप छन्दमा श्रीमद् भागवतमा एउटा उहरू भनिएको छ, श्लोक भनिएको छ है। मान्छेको जन्म त्यति बेला साफल्य छ है, मान्छे चाहिँ त्यसो भने जब उसले आफ्नो धर्म अर्थ काम मोक्ष अरूको भलाइको लाग्छ, त्यो भलाइ कल्याण भन्ने कुरामा साहित्यको सेवा भनेको त त्योभन्दा ठुलो त केही पनि छैन। त्यसो भएर भीष्ममुनिले आफ्नो कविताहरूमा आफ्नो सन्ततिहरूको लागि, यो देशको लागि प्रेम गर, आफ्नो परिवारको लागि प्रेम गर, आफ्नो देशको प्रकृतिसँग प्रेम गर भन्ने असाध्यै राम्रो सन्देश चाहिँ भीष्मले पाण्डेको यो चाहिँ यो मेरो नेपाल घर भन्ने कवितामा दिएको छ। र सरल रूपमा र धेरै चाहिँ म त्यति साहित्यकारको समालोचक पनि होइन, तर पनि हामी साधारण पाठकले पढ्दा पनि हाम्रो मन चाहिँ एकदम गदगद हुन्छ। आफ्नो मातृभूमिको प्रेमप्रति चाहिँ हाम्रो एकदम चाहिँ भावना जागरण भएर आउँछ। र खास गरेर नयाँ पुस्ताको लागि यसले अझै राम्रो सन्देश दिएको छ कि तिमीले आफ्नो देश नबिर्स, तिमीले आफ्नो प्रकृति नबिर्स, आफ्नो संस्कार नबिर्स, आफ्नो संस्कृति नबिर्स भनेर असाध्यै राम्रो सन्देश चाहिँ भीष्ममणि पाण्डेबाट यो मेरो नेपाल मेरो घरमा दिएको छ छन्दबद्ध कवितामा। असाध्यै राम्रो र वास्तवमा अब यो साहित्यिक यात्रा अविरल रूपमा एकदम हाम्रो नदी हामी कालीगण्डीको तटमा उद्याएर कालीगण्डी नदी नै सलग्न बगिरहोस् र आउने उसमा पनि यो साहित्यिक भावनाले नेपाली साहित्यको फाँटमा अरू उर्वर उत्पादनहरू बढाओस् र यही शुभकामना व्यक्त गर्दै आज जन्मदिन पनि रहेछ मेरा शिष्य मेरा भतिजा भीष्ममणि पाण्डेको एकदम दीर्घायु उत्तरोत्तर उन्नति र प्रगतिको कामना गरेर यहाँको सबैको लागि जुन एउटा सहभागिता भेट्न पाएँ, मैले आफ्नो विचारहरू राख्न पाएँ, त्यसको लागि आभार व्यक्त गर्दै म बिदा हुन्छु। धन्यवाद। सेती बग्छ यहाँ बजारतिरको मैला पखाल्ने गरी हाम्रो व्यास गुफा खडा छ गरीमा माथि अँगालो भरी शोभा सुन्दर यो नदी बगरको माटो झनै सुन्दर सग्लो छाल महु पवित्र तनहु नेपाल मेरो घर। अब यो साहित्यिक क्षेत्रमा लाग्ने साहित्य विधामा त्यो साँच्चै भावार्थको प्रयोग गरेर कविता लेख्ने चाहिँ सजिलो चाहिँ छैन। गीतहरू पनि त्यस्तै हुन्छ। त्यस कारण अब यी सबै कुराहरूमा अब हामीले बडा अध्ययनकै आवश्यकता पर्छ। छोडी गयो मेरो प्रिय आकुल व्याकुल भएको छु, छोडी गयो मेरी प्रिय आकुल व्याकुल भएको छु, भित्री मन रोई रोई बाँचिरहेको छु, भित्री मन रोई रोई बाँचिरहेको छु। सबै बिच खुसी हुँदै हाँसेर नाचे नि, सबै बिच खुसी हुँदै हाँसेर नाचे नि, भित्री मन हाँस्या छैन बाहिर हाँसे नि। एक दिन नारदजी सत्यलोक पुगी गया, लोकको गरौँ हित पनि बर्मा पाइ थिया पर्या तरणमा कोसी गराया पनि। यो पनि हुन्छ, यो त आफ्नो शैलीमा भनेको। तर के हुन्छ भने अब त्यो विश्राम कानेर भाराक्षरमा विश्राम लिनै पर्छ, सत्रमा पुगेर टुङ्गिनै पर्छ। अब त्यो चाहिँ मस जस तत गु भन्छ त्यो शब्दको चाहिँ त्यो विन्यास गर्ने यो चाहिँ एउटा शैली हो। त्यस कारण अब यो सजिलोसँग लेख्ने कुराहरू पनि होइन, तर पनि लेख्नु भएको छ। अब हाम्रो चाहिँ भीष्ममणि अब नाताले मेरो भतिजो छोरो, तर पनि अब जे होस् प्रयत्न मैले सुन्छु सबै युट्युबको मेरो चाहिँ भीष्ममणिको अब हाम्रो अरू हाम्रो शिव त्रिपाठीले पनि धेरै वाचन गर्नुभएको छ। नीलमणिजीको पनि हाँस्छन् खोज मधेस शैल पहरा, बेली चमेली पुगी पारिजात सयौँ कली मखमली सन्ध्या जलेका टुकी। हाँस्ने श्रीनगरी उता वनचरी कैलाश हाँस्ने पर रानी घाट खडा ठुलो महल यो नेपाल मेरो घर। सेन्ट जेभियरका मान्छेले टप गर्दैनन्, एकदम राम्रो 90% पनि ल्याउँदैनन्, सेकेन्ड डिभिजन पास हुन्छ धेरै। तर
कम्पिटिसनमा मेडिसिनमा इन्जिनियरिङमा अथवा फरेस्ट्रीमा कहीँ पनि हाम्रा बच्चा किन अगाडि जान्छन् भने हामीले पढ्न सिकाउँछौँ, लाइब्रेरी कन्सल्ट गर्न सिकाउँछौँ र कम्प्युटर कसरी प्रयोग गर्ने भनेर सिकाउँछौँ। हामीले घोक्न सिकाउँदैनौँ। हामीले टिचरलाई पनि यसमा टिच गरेको गर्छौँ। हेर्नुहोस् है, एउटा अर्को कुरो, संसारभरिका उनीहरूका स्कुलको मेन मान्छे त फादर हुन्छ। त्यो 14वीं शताब्दीको व्यवस्था हो। रेक्टर भन्ने पद विश्वविद्यालयमा त्यो चर्चको पद हो। चर्चको मेन मान्छेलाई रेक्टर भन्ने हो। डिन भन्ने पद चर्चको। डिन रेक्टर भनेका यी दुईटै विश्वविद्यालय राखिएका पद चर्चबाट र उनीहरूका संसारभरिको स्कुलिङमा अहिले पनि फादरकै डिसिजन हुन्छ र सन्डेको प्रेयरमा सबैले सेयर गर्नुपर्छ। भने उनीहरू संसारमा जहाँ गए पनि आफ्नो कुरालाई छोडेनन्। हामीले हाम्रो कुरा सबै छोडिदियौँ, जसले गर्दा हामीले हाम्रो के भन्ने त हुँदै भएन नि। त्यति मात्रै एउटा नेपाल परिचय भन्ने किताब थियो कमसेकम पहिला पञ्चायतका पालामा। त्यसले नेपालको तराई पहाड हिमालको भाषा संस्कृति सबै अलिअलि डक्टरलाई इन्जिनियरलाई सबैलाई चिनाउँथ्यो। त्यो पनि हामीले यो पञ्चायतले चलाएको भनेर हरायो। हामीले केही पनि दिएनौँ त। अहिले हाम्रा 12 पढ्ने विद्यार्थीले नेपालका बारेमा केही पनि पढ्छन्। केमिस्ट्री पढ्छन्, म्याथ पढ्छन्, म्यानेजमेन्ट पढ्छन्। हेर्नुहोस्, नेपाल पढ्दै पढ्छन्। त्यसले गर्दा उनीहरूलाई नेपालप्रति कुनै प्रेम छैन। किन नेपाल गउँदैन भन्दा नेपालको इतिहासको पढाइ हुँदैन, संस्कृतिको पढाइ हुँदैन, भूगोलको पढाइ हुँदैन भने नेपालप्रति हाम्रा बच्चाहरूको कुनै पनि जानकारी छैन। उनीहरूले केवल पैसा मात्रै हामीले के देखायो थाहा छ? विदेश गएका छोराछोरीलाई पिपलका बोटमुनि बसेर मेरो त माइलो अस्ट्रेलिया, जेठो अमेरिका, कान्छो चाहिँ के डेनमार्क छ भनेर खुट्टा चाहिँ के फर्काएर त्यहाँ गाउँका मान्छेलाई हामीले चाहिँ ठुलो बन्ने आधार दिनु। त्यहाँबाट अब हामी बुढाबुढी भइयो, दुर्बाई भन्न पाइयो त? जसरी ऋण काटेर भने छोरा पठाउनुमा छोरी पठाउनुमा हामीले गर्व मान्यौँ। किन फेरि छोराछोरी किन गयो भन्दा नेपालको इतिहासप्रति, नेपालको भूगोलप्रति उनीहरूको कुनै माया छैन हो। त्यसो भएर मिस्टेक पोइन्ट आउट कहाँबाट गर्नु पर्यो भन्दा नर्सरीदेखि हाम्रो होल कोर्सलाई हामीले हाम्रो कल्चरल प्यारामिटरमा रिफ्रेम गर्नुपर्छ। हाम्रो संस्कृतिका कुराहरू, बुद्धिज्म हिन्दुज्मबाट ल्याएर म्यानरका कुराहरू, एथिक्सका कुराहरू, मोरालिटीका कुराहरू हामीले त्यहाँ हाल्न सकियो भने हुन्छ। अक्सफोर्डको फिलोसफीको हेडले मलाई एकपल्ट के भने तिमीले नेपाली केटी बिहा गर्छ। उसले भने वाइ डु एसियन्स कम टु स्टडी sociology and anthropology in Europe, in America? We don't have any society. We don't have any family. I don't know whether my wife will be with me next day or not. That's why I married Nepali girl. She will continue with me whole life. तिमीहरुकोमा पो समाज छ, जिन्दगीभरि बाँच्ने छ। हाम्रोमा त्यही पनि छैन। त्यसैले हाम्रोमा तिम्रो समाज शास्त्र किन पढ्न आउँछौ? त्यो तिमीहरुको परिवार तोड्ने हो गएर डलर हो समाज के गर्ने हो? त्यो मान्छेले मलाई भने किन एसियाका मान्छेहरू युरोपमा, अमेरिका, अस्ट्रेलियामा जहाँ समाजै छैन, परिवारै छैन र हामीले भ्यालेन्टाइन डे किन मनाउँछौँ भन्नु थाहा छ? We don't know next day whether she will with me or not. भोलि मेरो श्रीमती मसँग हुन्छ कि हुन्न, आज त भ्यालेन्टाइन डे मनाउनु पर्यो नि त। भ्यालेन्टाइन डे मनाउने कारण अनिश्चित। वेद वेदान्त र योगको अनुसन्धानमा जानेछ भनेर मैले रिटायर हुँदाका मिटिङमा स्टेटस र त्यसैमा मन लाग्यो है। त्यसो गर्नाले मैले राजनीतिका साथीहरू पनि आउँछन् नि भनेर म त छोड्दिएँ भाइ। म वेदतिर लागेँ र है मसित कुरो मिल्छ भने आओ, यति कुरामा कल्चरल कुरामा मिल्दैन भने नमस्ते, विरोध केही पनि छैन है। सोनी नमस्ते। यहाँ त सबैलाई मैले मलाई आफूलाई लागेको कुरा राखेँ। विष्णुजीलाई पुनः फेरि अति मिठा कविता। तपाईँको म सबभन्दा फ्यान भएको थियो भने सजिलो सजिलोमा लेख्न गाह्रो हुन्छ, बुझ्नुहोस् है। अङ्ग्रेजीमा पनि 18मा लेख्न सजिलो हुन्छ,
शब्द ल्याएर सजिलोमा सर जस्तै स्वामी विवेकानन्दको अङ्ग्रेजी पढ्नुभयो भने यति सजिलो र मिठो छ कि तपाईँले यही अङ्ग्रेजी पढ्नु जस्तो लाग्छ कि तर अरविन्दको अङ्ग्रेजी पढ्नु भने ओहो भनेर तपाईँ एक प्याराग्राफ पढेर भाग हुन्छ यति अभ्यास त्यसो भए जुन सहज भाषामा अभिव्यक्ति दिनुभयो अमर्त्य सेन पनि त्यस्तै गाह्रो छ पढ्छु भने त्यसका लागि विश्वमणि पाण्डेलाई पुनः जन्मदिनका सन्दर्भमा पनि यो कृति उत्पादनका सन्दर्भमा पनि बधाई दिँदै मैले प्रमुख अतिथि भएर जुन कुरा राख्ने मौका पाएँ यसका लागि यहाँप्रति सबैप्रति आभार व्यक्त गर्दै नेपालको जय होस्। महानुभावहरू, आज यस कार्यक्रममा उपस्थित भएर हाम्रो शोभा बढाइदिनु भएकोमा, हामीलाई माया गरेर यस कार्यक्रमलाई सफल पारिदिनु भएकोमा म भित्रैदेखि यस कार्यक्रमको अध्यक्षको नाताले सम्पूर्णलाई हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। यस नेपाल मेरो घर जब हामी जागिर अथवा कामको सिलसिलामा अमेरिका थियौँ, उहाँलाई जहिले पनि नेपाल देशले झकझकाइरहन्थ्यो। उहाँ बाहिर बसेर पनि कहिल्यै पनि कति बेलै पनि खुसी हुनु भएन। जहिले पनि हामी नेपाल जानुपर्छ, हाम्रो देश नेपाल हो, हामी जन्मेको ठाउँ राम्रो छ, यहाँ बसेर हामी खुसी हुन सक्दैनौँ, पैसा ठुलो कुरो होइन, खालि यस्तै कुरा गर्नुहुन्थ्यो। केही समस्याका बावजुद हामी 2-4 वर्ष हामी बस्यौँ, बाध्यताले बस्यौँ अथवा खुसी भएर बस्यौँ अथवा कसरी बस्यौँ, हामी बितायौँ त्यता। त्यसपछि उहाँले जब मनमा घचघचाइरहँदो रहेछ आफ्नो देशले, उहाँले एउटा लेखन सुरु गर्नुभयो, नेपाल मेरो घर। आज हजुरहरूको माझ यो पुस्तकको रूपमा विमोचन हुने मौका पाएको छ। हामी अत्यन्तै गौरवान्वित छौँ। हजुरहरूलाई धेरै 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 मनैदेखि आत्मैदेखि धन्यवाद ज्ञापन गर्न चाहन्छु। मलाई एकदम मन परेको नेपाल मेरो घर भन्ने कविता भन्ने काव्यको एक हरफ चाहिँ म भन्न जाँदैछु। आफ्ना काँध दिने समाज भुलियो, सम्बन्ध छुट्दै गयो, साथी भाइ छुटे, दिदी बहिनी एक्लो परे झै भयो। रोयो चाड दसैँ टिका र जमरा, रोयो भदौरे झरी, जाडामा पुसका अगेनो चकटी, रोए कठै धरधरी। यस्तै हरफहरू सबै मन छुने खालका छन्। तैपनि मलाई सबभन्दा मन छोएको कविता विदेशमा भएर दाजुभाइ दिदीबहिनी छुट्टिएर बस्दा सबै एक्लो भएका अनुभवहरू हामीले गरेका छौँ। यस्तै अब यस कार्यक्रममा सबैजना उपस्थित भइदिनु भएको पुनः मैले फेरि एकपटक कृतज्ञता ज्ञापन गर्दै यो कार्यक्रम यहीँ समापन भएको घोषणा गर्दछु। सेतो बादल सुलभै मखिरमा छाया परेको तल, सीता गौतमले अभ्यास मुनिले माया गरेको स्थल, पानी झर्छ जहाँ पहाडहरूमा, छाँगो बनी छर छर